दर्शकबिन नमस्कार। यति बेला हामी अत्यन्तै यो पावन भूमि र ऐतिहासिक क्षेत्रमा उपस्थित भएका छौँ जुन सिन्धुली जिल्लामा रहेको छ। सिन्धुली जिल्लाको कमलामाई नगरपालिका अन्तर्गत पर्ने जुन हामी सिन्धुलीभित्र प्रवेश गर्छौँ र सिन्धुलीबाट काठमाडौँ क्षेत्र लगायत अन्य क्षेत्रमा जाँदाखेरिको यो सेन्टर पोइन्टमा पर्ने क्षेत्र रहेको छ गढीडाँडा। यो गढीडाँडा क्षेत्र आफैमा पनि मनमोहक क्षेत्र रहेको छ। यहाँबाट हामीले अत्यन्तै सुमधुर अत्यन्तै मनमोहक दृश्यहरू यहाँबाट हेर्न सक्छौँ। ती दृश्यहरूले हाम्रो मन त तान्छ नै र यहाँ आएर आउने सिन्धुलीभित्र प्रवेश गर्ने सिन्धुलीबाट बाहिर जाने आदरणीय हाम्रा यात्रुहरू यहाँबाट आउने विश्राम गर्ने कार्य त गर्नुहुन्छ। त्यो बिचमा पनि केही समयदेखि यहाँ अत्यन्तै व्यवस्थित ढङ्गबाट यहाँ विभिन्न पुर्खाहरूले जसरी युद्ध गर्नुभएको थियो र पुर्खाको यो सिन्धुली जिल्लाभरि रहेका विभिन्न ऐतिहासिक क्षेत्रहरूलाई झल्कने परिदृश्यहरू पनि हामी सहजै देख्न सक्छौँ। यति बेला तपाईँले देखिराख्नु भएको छ यो दृश्यमा हामी देख्न सक्छौँ हाम्रा वीर गोर्खालीहरू कसरी लडेर युद्ध जित्नु भएको थियो त, सिन्धुली गढीमा कसरी उहाँहरू लड्नु भएको थियो भन्ने दिव्य ढङ्गबाट यहाँ निर्माण गरिएको छ। हामी देख्न सक्छौँ हातमा हात हतियार लिएर अन्य व्यक्तिहरू लडिरहँदा वीर गोर्खालीहरू हातमा हतियार मात्र लिएका थिए। अन्य बन्दुकहरू प्रयोग गर्दाखेरि वीर गोर्खालीहरूले हातमा हतियार हातमा खुकुरी लिएर लडेको यो दृश्य हामी यहाँबाट देख्न सक्छौँ। त्यसको साथसाथमा गढीडाँडालाई पनि अत्यन्तै मनमोहक दृश्यबाट यहाँ सिगारिएको छ। त्यहाँ पौवागढी युद्ध यो सिन्धुली जिल्लामा रहेको पौवागढी युद्ध कसरी भएको थियो, कस्तो तरिकाले भएको थियो भन्ने दृश्य हामी त्यहाँबाट पनि हेर्न सक्छौँ। पौवागढी मा भएको युद्धको झल्को दिने गरी यहाँ निर्माण गरिएको छ। त्यसैगरी अत्यन्तै ऐतिहासिक र धार्मिक क्षेत्र कमलामाई मन्दिरको परिदृश्य हामी त्यहाँ गएर दर्शन गर्न नसके तापनि यहाँबाट प्रत्यक्ष रूपमा दर्शन गर्न सक्छौँ। कमलामाई मन्दिरको पनि परिदृश्य सुन्दर ढङ्गबाट त्यहाँ अङ्कित गरिएको छ। त्यसैगरी वीर योद्धाहरूको दृश्य देखिने गरी हाम्रा वीर योद्धाहरू कसरी लड्नु भएको थियो भन्ने त्यो दृश्य देख्ने गरी हाम्रा वीर योद्धाहरूको परिदृश्यहरू त्यहाँ पनि अङ्कित गरिएको छ। त्यसैगरी अत्यन्तै चर्चित दरबार मध्येमा गढी दरबार पर्ने गर्छ दर्शकबिनहरू र उक्त गढी दरबारको पनि यहाँ परिदृश्य हामी सहजै यहाँबाट हेर्न सक्छौँ। त्यसैगरी सिन्धुली गढी युद्ध कुन तरिकाले भएको थियो, सिन्धुली गढी युद्धमा के साधनहरू प्रयोग गरेको थियो भन्ने दृश्य पनि हामी सहजै हेर्न सक्छौँ। वीर गोर्खाली वीर हाम्रा नेपालीहरूले खुकुरी ढुङ्गाको सहायताले लडेर त्यसैगरी गुलेलीको सहायताले लडेर धनुष बाणको सहायताले लडेर यहाँ युद्ध जितेको त्यो दृश्य पनि हामी यहाँबाट देख्न सक्छौँ। सिन्धुली गढी युद्धको परिदृश्य पनि सहजै हामी देख्न सक्छौँ। त्यसैगरी सिन्धुली गढीको दृश्य पनि यहाँ मनमोहक ढङ्गबाट अङ्कित गरिएको छ। त्यो दृश्य पनि हामी देख्न सक्छौँ। भद्रकाली मन्दिर सिन्धुली जिल्लाकै अत्यन्तै चर्चित मन्दिर अन्तर्गत पर्ने भद्रकाली मन्दिरको दृश्य पनि यहाँ अङ्कित गरिएको छ। त्यसको साथसाथै यहाँ विभिन्न सिन्धुली जिल्लाको पहिचान एकै ठाउँमा हामी हेर्न सक्छौँ। यो विशेष गरी धेरै भन्दा व्यक्तिहरू यहाँ उपस्थित हुने र यहाँ विश्राम गर्ने फोटो कैद गर्ने दिनमा लाखौँ लाख यात्रुहरूले यहाँबाट यात्रा गर्दा उहाँहरूले फोटो कैद गर्ने यहाँको दर्शन गर्ने कार्य पनि गर्नुहुन्छ। जो बर्दिवासबाट 55 किलोमिटर मात्र रहेको छ भने सिन्धुली माडीबाट 18 किलोमिटर रहेको छ भने सिन्धुली गढीबाट ठिक 2 किलोमिटर हामी पार गऱ्यौँ भने 2 किलोमिटरमै यो क्षेत्रमा आउन सक्छौँ। यो मनमोहक दृश्य तपाईँलाई म देखाएँ। तपाईँहरू पनि यो क्षेत्रमा आउनु भएको छ कि छैन सबैजनाले कमेन्ट बक्समा लेख्नुहोला। अवश्य पनि यो क्षेत्रमा पनि पुग्नुहोला। धन्यवाद।